नेपाली शेयर बजारमा फेरि एउटा नयाँ हाइड्रो पावर कम्पनीको आइपिओ आउँदैछ, सन्निगाड हाइड्रो लिमिटेड। तर प्रश्न यो छ, के यो आइपिओ एप्लाई गर्न लायक छ कि फेरि अर्को रिस्कवाला हाइड्रो आइपिओ हो? आजको भिडियोमा हामी गर्नेछौँ सन्निगाड हाइड्रो लिमिटेडको पुरा आइपिओ एनालाइसिस। सुरुमा कुरा गरौँ यस कम्पनीको परिचय। सन्निगाड हाइड्रो लिमिटेड नेपालको एक हाइड्रो पावर कम्पनी हो जसको स्थापना 2007 सालमा भएको थियो। पछि यो कम्पनी 2021 मा पब्लिक लिमिटेड कम्पनीमा परिवर्तन भएको हो। कम्पनीले विकास गरिरहेको मुख्य परियोजना अप्पर कलङ्गागाड हाइड्रो इलेक्ट्रिक प्रोजेक्ट, जसको लोकेसन बझाङ जिल्लामा रहेको छ। क्यापेसिटी 38.4 छ मेगावाट। प्रोजेक्ट अफ रनअप रिभर हाइड्रो पावर प्रोजेक्ट। यो परियोजना अहिले निर्माण पूरा गरेर विद्युत उत्पादनको चरणमा प्रवेश गर्ने तयारीमा रहेको छ। अब कुरा गरौँ यस कम्पनीको आइपिओ एनालाइसिस बारे। सन्निगाड हाइड्रो लिमिटेडले कुल 85,50,000 किता शेयर सार्वजनिक गर्ने अनुमति पाएको छ। आइपिओ सम्बन्धी मुख्य विवरण: फेस भ्यालु रु 100 प्रति किता शेयर। टोटल शेयर 85.5 लाख किता। इस्यु एमाउन्ट करिब 85 करोड 50 लाख रुपैयाँ। इस्यु म्यानेजर एलएस क्यापिटल लिमिटेड। यो शेयर स्थानीय बासिन्दा र सर्वसाधारण दुवैलाई जारी गरिनेछ। अब कुरा गरौँ यस कम्पनीको क्रेडिट रेटिङ बारे। आइपिओमा लगानी गर्दा क्रेडिट रेटिङ धेरै महत्त्वपूर्ण हुन्छ। सन्निगाड हाइड्रो लिमिटेडलाई इक्रा नेपालले BB- रेटिङ दिएको छ। यसको अर्थ कम्पनीमा मोडरेट रिस्क छ। लगानी सुरक्षित पनि हुन सक्छ, तर धेरै स्ट्रङ कम्पनी भने होइन। अब कुरा गरौँ यस कम्पनीको स्ट्रेन्थ पोजिटिभ पोइन्टहरूको बारेमा। नम्बर 1, ठुलो 38.4 छ मेगावाट हाइड्रो पावर प्रोजेक्ट। नम्बर 2, नेपालमा हाइड्रो पावरको भविष्य राम्रो। नम्बर 3, आइपिओ फेस भ्यालु मात्र रु 100। नम्बर 4, पावर डिमान्ड नेपालमा बढ्दो। यदि परियोजना सफल भयो भने लामो समयका लागि राम्रो रिटर्न पनि दिन सक्छ। अब कुरा गरौँ यस कम्पनीको रिस्क नेगेटिभ पोइन्टहरूको बारेमा। नम्बर 1, क्रेडिट रेटिङ स्ट्रङ छैन। नम्बर 2, हाइड्रो पावर सेक्टरमा डिले हुने सम्भावना। नम्बर 3, इलेक्ट्रिसिटी प्रोडक्सन सिजनल हुन्छ, त्यसैले सर्ट टर्म लिस्टिङ गेन निश्चित भन्न सकिँदैन। अब कुरा गरौँ एप्लाई गर्ने कि नगर्ने भन्ने बारे। आइपिओ एनालाइसिस अनुसार लिस्टिङ गेन चाहनेहरू एप्लाई गर्न सकिन्छ। लङ टर्म इन्भेस्टर प्रोजेक्ट प्रोग्रेस हेरेर निर्णय गर्नु राम्रो। लो रिस्क इन्भेस्टर सावधानी अपनाउनु राम्रो। नेपालमा धेरै हाइड्रो आइपिओहरू लिस्टिङ पछि धेरै समय स्ट्याग्नेन्ट भएको पनि देखिएको छ। अब कुरा गरौँ निष्कर्षमा, यो कम्पनी सन्निगाड हाइड्रो आइपिओ एक मिडियम रिस्क हाइड्रो पावर आइपिओ हो। यदि तपाईँले आइपिओ एप्लाई गर्न सोचमा हुनुहुन्छ भने कम्तीमा 10 किता एप्लाई गर्न सक्नुहुन्छ। तर याद राख्नुहोस्, आइपिओमा लगानी गर्दा सधैँ कम्पनीको फन्डामेन्टल र रिस्क एनालाइसिस गर्न जरुरी हुन्छ। यदि तपाईँलाई यस्तो आइपिओ एनालाइसिस भिडियोहरू मन पर्छ भने यो भिडियोलाई लाइक, शेयर र सब्स्क्राइब गर्न नबिर्सिनुहोला। भिडियोलाई अन्तिमसम्म हेरिदिनु भएकोमा सम्पूर्णलाई धेरै धेरै धन्यवाद।